सो साथीहरू आज हामी पढ्छौँ टाइप्स अफ ब्याक्टेरिया। ब्याक्टेरियालाई दुईटा टाइपमा क्लासिफाई गरेको हुन्छ, ग्राम पोजिटिभ एन्ड ग्राम नेगेटिभ। ग्राम पोजिटिभ ब्याक्टेरिया भनेको जसले ग्राम स्टेनलाई लिन्छ एन्ड भयोलेट कलर देखाउँछ। ग्राम नेगेटिभले चाहिँ ग्राम स्टेनलाई लिन्न र रेड कलर देखाउँछ। ग्राम पोजिटिभ ब्याक्टेरियाको बारेमा अलि पढौँ। यो ग्राम पोजिटिभ ब्याक्टेरियाको सेल वालमा पेप्टिडोग्लाइकनको लेयर थिक हुन्छ एन्ड ग्राम नेगेटिभमा चाहिँ यो लेयर चाहिँ थिन हुन्छ। पेप्टिडोग्लाइकनलाई म्युरिन नि भन्छ। अनि ग्राम पोजिटिभमा चाहिँ लाइपोपोलिस्याकाराइड भन्ने एउटा लेयर हुन्छ, त्यो चाहिँ अब्सेन्ट हुन्छ, तर ग्राम नेगेटिभमा चाहिँ प्रेजेन्ट हुन्छ। अनि पोजिटिभमा टाइकोइक एसिड प्रेजेन्ट हुन्छ, नेगेटिभमा चाहिँ अब्सेन्ट हुन्छ। ग्राम पोजिटिभले चाहिँ हाम्रो स्टेन लिनु पर्यो हैन, त्यसो भए यसको सेल वाल लेस कम्प्लेक्स हुनु पर्यो। जुनले स्टेन लिन्छ त्यसको सेल वाल चाहिँ लेस कम्प्लेक्स। सो ग्राम पोजिटिभको सेल वाल इज केमिकल्ली लेस कम्प्लेक्स एन्ड ग्राम नेगेटिभको चाहिँ मोर कम्प्लेक्स। इक्जाम्पल भन्नुपर्दा पोजिटिभको चाहिँ स्ट्रेप्टोकोकस, क्लोस्ट्रिडियम टेटानी, यसले चाहिँ टेटानस गराउँछ। माइकोब्याक्टेरियम ट्युबरक्लोसिस, यसले टिबी गराउँछ। त्यसै नेगेटिभको भन्नुपर्दा चाहिँ एस्केरेरिया कोलाई, सल्मोनेला टाइफी टाइफोइड गराउने, स्युडोमोनास हाम्रो नाइट्रोजन फिक्सिङ ब्याक्टेरियामा पर्छ। अनि स्टेनको बारेमा बुझ्न पर्दा यो सपोज एउटा ब्याक्टेरिया छ भने अहिले जस्ट ब्याक्टेरिया बुझौँ, पोजिटिभ नेगेटिभ पछि छुट्याउने। यसमा फर्स्टमा हामीले क्रिस्टल भोइलेट हाल्छौँ, यहीलाई नै हामीले ग्राम स्टेन भन्छौँ। अनि त्यसपछि चाहिँ पोट्यासियम आयोडाइड हाल्ने। पोट्यासियम आयोडाइड चाहिँ मोर्ड्यान्टको रूपमा काम गर्छ, यसले चाहिँ कलरलाई झन् राम्रो देखाउँछ। अनि त्यसपछि अल्कोहल हाल्ने अनि सेफ्रेनिन हाल्ने। सेफ्रेनिनको कलर चाहिँ के हुन्छ? रेड कलर हुन्छ। अनि यसलाई डिस्टिल्ड वाटरले वास गर्ने, ड्राई गरेर अब्जर्भ गर्ने। यदि यो पोजिटिभ भयो भने यसले क्रिस्टल भोइलेट कलर लियो, भोइलेट कलर देखायो। पोट्यासियम आयोडाइड हाल्यौँ, कलर झनै राम्रो भयो। अल्कोहल हालेर केही भएन, सेफ्रेनिन हालेर नि केही भएन। अब यसलाई वास गऱ्यौँ, हेऱ्यौँ कस्तो देखियो? भोइलेट कलरको देखियो। सो पोजिटिभ विल बी भोइलेट इन कलर। ओके। नेगेटिभ भयो भने के हुन्छ? क्रिस्टल भोइलेट हाल्यौँ, यसको बाहिर के छ? एलपिएस छ। एलपिएस भन्ने लाइपोपोलिस्याकाराइड भने थियो नि, त्यसले चाहिँ यो कलरलाई लिन दिएन। पोट्यासियम आयोडाइड हालेर यसमा केही भएन। जब हामीले ग्राम नेगेटिभमा अल्कोहल हाल्छौँ तब एलपिएसको लेयर चाहिँ डिजल्भ हुन्छ। अनि त्यसपछि सेफ्रेनिन राख्दाखेरि सेफ्रेनिनको कलर चाहिँ एब्जर्भ गर्छ। त्यही भएर ग्राम नेगेटिभले चाहिँ रेड कलर देखाउने भनेको। ग्राम नेगेटिभले कलर देखाउन भन्न मिल्दैन, यसले चाहिँ देखाउने कलर भनेको रेड हो। अनि यसलाई वास गरेर डिस्टिल वाटरले वास गर्ने, ड्राई गरेर अब्जर्भ गर्ने बेला ग्राम नेगेटिभले देखाए रेड कलर। थ्याङ्क यू, यति नै हो।